consistent in my YouTube. मान्छे यहाँ डरेर रातै भइसक्यो. Do not know each other personally. This is the bridge. यो घामले गर्दा राम्रो भ्यू देख्दैन रहेछ. Hello everyone, welcome back to my channel again. So today is Sunday. It's my day off. Sunday चाहिँ मेरो छुट्टी हो. त्यसले गर्दाखेरि म घरमै छु. यतिकै बसिरहेको छु and I'm having some coke. It's very hot. एकदमै गरम हुँदैछ. त्यसले गर्दा चिसो कोक खाएर बस्दै छु. And weekdays मा चाहिँ म एकदमै बिजी हुन्छु. 9 to 5 I have to work come home. यस्तै चलिरहेको छ मेरो जिन्दगी चाहिँ. आजकल चाहिँ म कन्सिस्टेन्ट हुने ट्राई गर्दै छु युट्युबमा. अब अरू युट्युबर्सहरूले भनेको अकर्डिङ टु देम लाइक बिङ कन्सिस्टेन्ट इज द मेन की भनेर भन्छ होइन. इन्फ्लुएन्सर हुनुको लागि, कन्टेन्ट क्रिएटर हुनुको लागि. एन्ड आई थिङ्क द्याट्स राइट बिकज होइन म अलिकति लाइक आइ एम नट पोस्टिङ रेगुलरली पोस्ट नगरे पनि लाइक 3-4-5 डेज यसको ग्यापमा मैले पोस्ट 1-2 गरिरहेको हुन्छ. एन्ड लाइक यस कन्सिस्टेन्सी इज द मेन की जस्तो मलाई फिल भइरहेको छ. किनकि एटलिस्ट you guys are showing some love to me even though we do not know each other personally. Through screen you are supporting me and like you are subscribing to my channel. For that I'm very happy and thank you so much guys and keep supporting. Okay guys, म चाहिँ शावर टेक गरेर आइसक्यो. अब आज त सन्डे हो, छुट्टी एक दिन मात्रै पाउँछ विकेन्डमा. सो किन यतिकै वेस्ट गर्नु भनेर म चाहिँ I thought of going out with my sister and my daughter. अलिकति मेकअप गर्नु पर्यो भनेर. तर मेकअपको चाहिँ मलाई पनि थाहा छैन. मेकअप कसरी गर्छ चाहिँ थाहा छैन मलाई. सो मैले चाहिँ यतिकै मोइस्चराइजर, सनस्क्रिन अन्त माथिबाट फाउन्डेसन त्यति मात्रै लाउनु आउँछ मलाई. आई नो इट्स एम्बेरेसिङ द्याट अहिले 21st सेन्चुरीमा केटी भएर मेकअप गर्नु पनि जान्दैन भन्दा. तर गाइस देयर आर सम who do not कसलाई चाहिँ मेकअप मनै पर्दैन, लाउनु मन लाग्दैन. म जस्तो हो भने चाहिँ मेकअप चाहिँ गर्नु चाहिँ मनपर्छ तर गर्नु चाहिँ आउँदैन. प्रेजेन्टेबल हुनु पर्यो भनेर गेट स्टार्टेड विथ रिसेन्टली युज गर्नु थालेको मैले यो मोइस्चराइजर पनि. कोही बेला मात्रै लाउँछ मस्कराहरू पनि. नभए मैले के पनि लाउँदैन. आइ एम भेरी प्लेन. हामी चाहिँ जाँदैछ हामी चाहिँ तुर्सामा घुम्नु जाँदैछ. रेडी भएर गाइस यहाँ पुग्यो. हामी चाहिँ मोस्ट फेमस आइरन ब्रिज फुन्चुलिङको. आइज यहाँबाट जाने, यहाँबाट त घुम्दै जाने बाटो यताबाट बाटो घुम्दै जाने हौ. कहिले आउने भरे एकछिनमा घुमेर आउने नि. इथेन अब चाहिँ ब्रिजमा गएको. के ब्रिज नाम पनि थाहा छैन. लु गाइस हामी चाहिँ यतानिर वाकमा आएको घुम्दै फुन्चुलिङ आफ्टर लङ टाइम. मेकअप नै खराब भयो गाइस. यहाँ चाहिँ एकदम दामी छ फुन्चुलिङको छेउमा घुम्नु लागि चाहिँ. हामी चाहिँ तल ब्रिज छ त्यहाँनिर घुम्नु गएको. कहिले पनि गएको थिएन. आज चाहिँ एकदम टाइम मिलाएर चटकचिटिक भएर यहाँनिर चटकचिटिक भएर जाँदैछ. यताबाट जाँदैछ अलिअलि फोटो खिच्दै. 3जना चाहिँ अगाडि छ. हामी 2जना चाहिँ यहाँनिर फोटो खिच्दै जाँदैछ. हेरौँ कस्तो रहेछ प्लेस. सबैजना त्यहाँ गएर भिडियोहरू बनाएको देखेको थियो. अन्त आज गएर
कस्तो रहेछ हेरौँ है त होइन मेरो अनुहार चाहिँ एकदमै यो रातो भाग्दै थियो होला किनकि डाइरेक्ट सनलाइट आएको छ कि पुरा गरम छ नि त बेलुकाखेरि त शीतल हुन्छ होला भनेर सोचेको थियो झन् चर्को गरम उयो घाम पो आउँदो रहेछ मान्छे यहाँ डरेर रातै भइसक्यो यहाँ छ पोल्का ड्रेस लाउने यहाँ मेडिल माथि उयो के भन्छ तानेर कुद्दैछ यहाँनिर यस्तो गरम यहाँ चाहिँ खोला छ फुन्चुलिङको खोला कृषि हाई गर्नु नि यहाँ माथि चाहिँ आइरन ब्रिज चाहिँ माथि हो यो चाहिँ खोला हामी चाहिँ यताबाट जाँदैछ यताबाट घुम्नु वाकमा आफ्टर लङ टाइम गर्छ जम्प गर्छ त गाइस फाइनली हामी चाहिँ यहाँनिर पुगिसक्यो हिँड्नु तिमीहरू दुईजना म भिडियो बनाउँछु नकुदै लड्छ यस्तो छ ऊ पर चाहिँ ब्रिज कहाँबाट यतै घुम्नु पर्दो रहेछ पर्खी यताबाटै घुमेर जानु पर्दो रहेछ बेसी त्यहाँ बस्नु त हामी खिच्छु ल फोटो एकछिन ल यो ब्रिज चाहिँ यो वेदरले गर्दा राम्रो देख्दैन रहेछ तर यो ब्रिज हामी चाहिँ यताबाट जाँदैछ दिस इज द ब्रिज यो घामले गर्दा राम्रो भ्यू देख्दैन रहेछ इट्स भेरी ब्युटिफुल कति दामी देख्दैछ हामी चाहिँ यहाँनिर जाँदैछ यहाँबाट जानु पर्दो रहेछ है इन्डियन टुरिस्टहरू पुरा फोटोहरू खिच्दैछ यहाँ चाहिँ क्या दामी भ्यू देख्दैछ यो चाहिँ हो भ्यू यहाँ पुग्यो यस्तो छ ल फोटो खिच्ने नै होइन अब हामी चाहिँ अलि रिल्सहरू बनाउँछ फोटोहरू खिच्छु हामी चाहिँ यहाँ फोटोहरू पनि खिच्दैछ दामी रहेछ यस्तो मजाले आउँदैछ दामी हावा आउँदैछ कहाँ गयो दुईजना चारजना तल पनि रहेछ बाटो जानेको यस्तो रहेछ यहाँ चाहिँ भ्यू पोइन्ट जस्तो रहेछ कहाँ गयो टाइम रहेछ ए यहाँ रहेछ यहाँनिर यस्तो रहेछ यसको पछाडि चाहिँ हाम्रो गाउँ हो मेरो गाउँ यहाँनिर चाहिँ थुप्रो मान्छेहरू आउँदो रहेछ तल पनि छ मान्छेहरू यता तलतिर पनि छ उतातिर पनि बसिरहेको छ अन्त हामी पनि अब जानु आँटेको हो यहाँ छ गाइस अब चाहिँ हामी यहाँनिर फोटो रिल्सहरू पनि खिच्यौँ अब चाहिँ जाँदैछ वी आर गोइङ ब्याक जान त अन्त Bye bye, we are heading home. So we will see you in the next video. Subscribe to this channel. त्यो उठाइहाल्यो नि केएफसी गल्यो बस्नु यता मोमो खानुपर्छ बस्नु ओके गाइस फाइनली हामी चाहिँ घरमा पुगिसक्यो यहाँबाट स्टेपबाट माथि जाँदैछ आजको दिन चाहिँ राम्रो गयो अलिक डिफ्रेन्ट थियो म चाहिँ बाहिर घुम्नु गएँ नभए त्यतिकै घरमा नै टाइम स्पेन्ड हुन्थ्यो त्यतिकै घरमा टाइम जान्थ्यो होइन विकेन्ड चाहिँ सन्डे तर आज चाहिँ बाहिर गयो हामी अहिले चाहिँ आइपुग्यो ल गाइस फाइनली घर आइपुग्यो गल्यो पनि मजा पनि लाग्यो आज चाहिँ फ्यान अन गर्नुपर्ने रहेछ ल ओके ल अब चाहिँ फाइनली घरमा आइपुग्यो रुममा आइपुग्यो ओ कस्तो गल्यो खासमा चाहिँ समरमा भन्दा पनि विन्टरमा गएको चाहिँ बेस्ट हुने रहेछ किनकि
पुरा गरम हुँदैछ वाक गरेर जाँदाखेरि त सो यति नै हो आजको लागि चाहिँ लाइक मेरो भिडियो चाहिँ सब्सक्राइब गरेको भन्दा चाहिँ नन सब्सक्राइबरले चाहिँ अलिक बेसी हेर्दो रहेछ सो आई जस्ट वान्ट टु से तपाईँ इफ माई भिडियो कम इन यर फिड डु सब्सक्राइब टु माई च्यानल एन्ड टु सपोर्ट मी अनि सपोर्ट गरिरहनेहरूको लागि चाहिँ थ्याङ्क यू सो मच फर सपोर्टिङ मी अन्त यसरी नै सपोर्ट गरिदिनुहोस् एन्ड सी इन द नेक्स्ट भ्लग बाई